बजारमा मेरो विधा मेरो देशका लागि भन्ने कार्यक्रमको राम्रै चर्चा सुनियो। सबै प्रवासीलाई विधा जोगाएर 84मा नेपाल आउन आह्वान गरिएको रहेछ। राम्रै हो। पैसा जम्मा गरेर देश आओ फेरि भोट हालेर उतै फर्क्यौ भन्नुभन्दा देशमै बस्ने व्यवस्था मिलाउन सक्दा अझ राम्रो हुन्थ्यो। यदि विधा नै लिएर नेपाल आइहाल्नु भयो भने पनि के गर्ने त? देश फर्केर गइसकेपछि कम्तीमा यति देखिएको सत्य चाहिँ बोल्न सक्नुभयो भने देशका लागि अर्को एउटा ठुलो योगदान हुन्छ। सबैभन्दा पहिला स्वतन्त्र न्यायालय, जसलाई न्याय निरूपण गर्नका लागि कुनै प्रभाव र दबावभन्दा टाढा राख्नुपर्छ भनेर भनिदिनुहोस्। आफ्नो नेतालाई मुद्दा लाग्यो भने अदालतको वरिपरि हुलदङ्गा गर्ने र त्रासको माहौल सृजना गरेर स्वतन्त्र न्यायपालिकामाथि धावा बोल्नु गलत हो भनेर भनिदिनुहोस्। पेट्रोलियम आयातमा देशकै ठुलो धनराशि बाहिरिएको बेला दैलेखमा भर्खरै सफल परीक्षण भएको पेट्रोलियम प्रोडक्टले जगाएको आशा र भोलिको नेपालको अर्थतन्त्रमा आउने ठुलो फाइदाको कुरा गर्नुहोस्। देशैभरि सम्पन्न भइरहेका कसैले कल्पना नगरेका सुरुङ मार्ग, फ्लाइओभर, ठुला डाइभर्सन, हाइड्रो पावर सहित अन्य ठुला आयोजनाहरू र यिनले खोल्ने बृहत रोजगारी र अवसरका ढोकाहरूको बारेमा कुरा गरिदिनुहोस्। द्रुत मार्गमा भएको प्रगति र पूर्वाधारमा भएको प्रगतिले देशको अनुहार फेरिँदै गरेको कुरा गर्नुहोस्। हिजो र आजका आर्थिक सूचकाङ्कहरूलाई तुलना गरेर हरियो बन्दै गएका इन्डेक्सहरूको कुरा गर्नुहोस्। निराशा र गाली मात्र होइन, भएका राम्रा कामहरूको चर्चा गरेर कम्तीमा नेपालीलाई आशा जगाइदिनुहोस्। राजनीति समस्या देखाउन होइन, समाधान गर्न हो र आशा जगाउन हो। सके देशमै केही गर्ने गरी फर्किनुहोस्। विधामै आउनुभयो भने पनि जनता बहकाएर आफू सत्तामा पुग्ने राजनीतिको चाहिँ भण्डाफोर गरिदिनुहोस्।